अनि यत्रो रहेछ तर यस्तो जरुवा पानी खानु कस्तो राम्रो हो नि हो अब बढ्दै जान्छ यस्तो छ है एकदम बिजोकको रमाइलो छ ठाउँको नामै तेल पानी पनि एकदम दुःख कुन दुईटै बोक्ने बलवान भएको हो पानी चाहिँ भरेर यसरी हामी जाँदैछौँ होइन मलाई चाहिँ यहाँ दाजुभाइ भएर बोक्न दिएनन् यतिको माया गर्ने चाहिँ हुनुपर्छ है साथीहरू यहाँ हेर्नुहोस् न बलवान भएर मेरो बुढाले चाहिँ यहाँ दुईटा भाइले बोतल र गाग्री हो के भएको पानी हराएछ कि यो काँधमा बोक्ने दुःखको काँध हो म बोक्छु मासु छ कि त्यही भएर काँध दुख्यो त्यस्तो हो धेरै मासु भएर पो हो त्यो बानी नभएर क्या हाम्रो पानी बोक्ने गाडी चाहिँ हामीले यहाँ माथि राखेर आएको छौँ होइन त्यहाँ तल जाँदैन यहाँ ओह्रालोमा त्यही भएर चाहिँ यहाँ राखेको छौँ ल आइपुग्यो तीनटा गाग्रीमा यहाँनिर बोतलमा पनि छ अब यहाँदेखि चाहिँ हामी सरर लगाएर सिटीमा जान्छौँ होइन यहाँ तलबाट लिएर आएको यहाँ तल सिटी जाँदैन थियो नि त अलिक उकालो बेसी छ हो त्यही भएर यहाँसम्म चाहिँ निकालेर अनि यहाँनिर राखेको थियौँ गाडी अब चाहिँ तिर्खा लाग्यो यहाँ आउँदा नखाने मात्रै ल जाउँ अब यस्तो छ है साथीहरू गाउँघरमा